So right now we're at मिलन चोक अनि खुमै जाने बाटो चाहिँ यताबाट हो क्या यताबाट गयो भने हामी चाहिँ उता खुमैको ट्रेकिङ पोइन्टमा आउँछ लास्ट टाइम हामी पहिला कति वर्ष अगाडि आएको 1 year अगाडि आएको थियो लास्ट टाइम अहिले चाहिँ अब कस्तो चाहिँ थाहा छैन रुट त त्यही नै सेम नै होला अब चाहिँ ट्रेकिङ पोइन्टमा पुगेपछि भेटौँला अहिले चाहिँ हामी चाहिँ खुमैको ट्रेकिङ स्टार्टिङ पोइन्टमा आइसकेको छौँ टाइम चाहिँ ठ्याक्क 1:30 हो भएको चाहिँ ठ्याक्क हामी चाहिँ पोखरा पर्स्याङदेखि चाहिँ 10 बजे हिँड्यो हो अनि यता आउँदा के गर्दा चाहिँ अहिले चाहिँ स्टार्ट गर्दा चाहिँ ठ्याक्क 1:34 भएको छ देख्यो फोकस पऱ्यो अनि अब चाहिँ हामी चाहिँ हाम्रो हाइक स्टार्ट गर्न लागेको छ सो लेट्स गो राति बिस्तारै उज्यालो हुँदै गयो भने So right now it's 3:30 AM right? AM अनि हामी चाहिँ अहिले चाहिँ हिले खड्का पुग्यो अब चाहिँ कति जाने हामी अब चाहिँ अर्को नेक्स्ट स्टप कता चिचिमले चाहिँ हाम्रो नेक्स्ट स्टप हो चिचिमले पुग्न हामीलाई अहिले कति टाइम लाग्ला यहाँदेखि 45 मिनट 45 मिनट्स लगभग 45 मिनट्समा त चिचिमले पुग्छ त्यसपछि कता चिचिमले पछि खुमै हो सिधै भने चिचिमलेदेखि खुमै चाहिँ कति यो त खै मलाई पनि लाग्छ 3 घन्टा चिचिमलेदेखि घुमे कि उकालो है मेन चाहिँ इन्क्लाइन हो क्या डेन्जर इन्क्लाइन छ क्या चिचिमलेदेखि खुमै जस्तो इन्क्लाइन यहाँदेखि चाहिँ खुमै कति टाइम लाग्छ हामीलाई यहाँदेखि 4.5 घन्टा 4.5 अनि कोर्चन त है 5 घन्टै लाग्ला 5 घन्टा लाग्ला अहिले चाहिँ 3:30 भयो 5 घन्टा भने चाहिँ हामी लगभग एस्टिमेट कति बजे 8 बजे पुग्छ ठ्याक्क जाँदा सनराइज देख्छ अनि सनराइजहरूको यसो भ्यूहरू यस्तो रेकर्ड गरेर चाहिँ घरमा बिस्तारै पुग्नु पर्छ अब चाहिँ हिँड्नुपर्छ जस्तो एकछिन बस्यो हल्का रेस्ट गऱ्यो अब चाहिँ चलिरहेको छ लेट्स गो मोबाइल ल पहिला आएको थियौँ हामी अनि यो बसेर खाना खाएको हामीले 1 year अगाडि ल न त्यही छ यो हिले खड्काको रुम चाहिँ यो ट्रेकर रुम हो क्या यहाँ होटल टाइपको सब सुतिरहेको होला अहिले अहिले चाहिँ कति 3 त बजे सब सुतिरहेको छ होला धेरै हल्ला नगरिदिनु अनि हिले खड्का चाहिँ यो अब चाहिँ अब सिधै माथि चिचिमले
यो सेल्फी से हामी बोलेको त अघि अनि सुनले चाहिँ ब्याकग्राउन्डमा नगर्नु देखेँ दिनमा कहिलेदेखि गर्दैन नि रनमाथि राम भयो एउटा हातमा गाह्रो भयो हो राखिदिन्छ ल राखिदियो ल केही शब्द पाइयो भन नि राम आवाज रेकर्ड छ हाम्रो क्यामेराम्यान चिप्लेको छ गाइस क्यामेराम्यान नेभर डाइज हो क्या जाम ल ओके अलमोस्ट डाइड हो क्या तपाईँले अन्त 360 ओए मिठो देखियो त्यस्तो हेलमेट छ है दाइ चाहिँ यो हेलमेट बोकिरहेको छ कि क्यामेराम्यान नेभर डाइज सो राइट नाउ हामी चाहिँ चिचिमले पुग्यो अनि अहिले चाहिँ टाइम कति भएको छ अहिले चाहिँ 4:19 4:20 भयो भनौँ न 4:20 चिचिमले पुग्यो अब चाहिँ हामी एकछिन बस्यो धेरै बसेन 2 मिनट एकछिन बस्यो भर्खर त्यही हो अब चाहिँ अब चिचिमले पुग्यो एकछिन बस्यो अब चाहिँ जान लाग्यो है जाउँ यसको ब्रो उखानु नपहिरो उही उहाँहरू हिमाल देख्छ कफी लिएर आउनु पर्ने है म निन्दा लाग्यो को खायो भयो को खाना र चाहिँ हामी आएको सेम पिक्चर 2 इयर्स अगो कि हो मिठो लाइटिङ भयो त है फेरि देखाउ न त्यो डिसेम्बर वाला देखाउनु देखिछ फोनमा डिसेम्बर 2024 यो सेम पिक्चर हो क्या फेरि त्यो देखाइदिएन भन्छ 2 इयर्स अहिले चाहिँ 2026 कुन हो अरे मे है मे पछि क्या आउँछ जुन पछि जुलाई पछि अगस्त पछि सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर भन्छ 2 इयर्स चाहिँ भगन छैन 1 इयर समथिङ भनौँ न लगभग त्यस्तै जाम्नै झुड्दै झाडो भयो कि तल बियर यहाँ चाहिँ टाइगरै केटा हो यहाँ चाहिँ डेन्जरस छ त ए जाम छिटो ऊ 5 बजेदेखिबाट हिँड्छ भने 5 बजेदेखि फलो यहाँदेखि चाहिँ घना जङ्गल छ है स्टोरीले भनेको ए ओके उयो हामी त यो यहाँ त उज्यालो छ त अन्त त्यो मोबाइलमा त उज्यालो छ त पहिला ढिलोबाट चाहिँ कस्तो ढिलो यो खिचेको ठाउँ उज्यालो छ त 7 बजी आइपुगेछ भनेपछि हामी कोजन पुग्छ होला पहिला उयोसँग चाहिँ पुल उतै पोखरैदेखि हिँडेर आउँदा अहिले चाहिँ हामी चाहिँ 2 घन्टा चाहिँ लाग्दैन अब चाहिँ हाम्रो नेक्स्ट चाहिँ देउराली हो कि त्यहाँलाई के छ अरे त्यो तल देखिरहेको अब चाहिँ अब हिमाली देखिँदैन हिमाली देखिँदैन तर उयो पुरै बाटो लाग्यो मैले हक गर्न सक्यो उयो गर्ने पुरै पानी परेर यार फक भयो केटा यार केही देख्दैन जस्तो वेदर आज होपफुली अब माथि पुगेसम्म पानी रोक्छ कि
देउराली पुग्यो बसेर हामी अहिले देउरालीमा छ त्यसपछि चाहिँ लुपरुची पुग्छ कोर्सन जाने हो भनेको हामी पानी पर्यो यार अब रेनको त छ गरे चल्दै हो त्यो रेनतिर हिँड्दिने अब वेदर जस्तो भयो नि अब मतलब भयो Davinson. It started raining so heavy, man. ठुलो पानी परेर त्यही अब आज वेदर फक्ड अप फक ठुलो पानी परेर त्यही रेनकोटमा चाहिँ केटा माथि घुमै जाने भनेको अब यहाँ दाइहरू को दाइ हो को छन् अब चाहिँ कोही कोइन छैन गऱ्यो अब नम्बर छ नम्बरमा कल गरेर यसो रुममा बस्नुपर्छ जस्तो छ Yo chat, we kami. Lord na loe. घुमै जानेको मुनि त्यो ढाका न उसले Okay. We are at the rest camp. सबै पानी पऱ्यो स्टप है ओ त्यही त हिजो पुरै बाटोभरि दिसाइदियो भेडाहरू तिमीमै त हो जाने हो ढिलो माथि गएर रेस्ट क्याम्पसम्म पुग्यो हामी त्यसपछि वेदरले अलि साथ दिएन हेभी नै रेन भयो त्यसपछि बिहान लगभग कति 5-6 बजेतिर पुगेको थियो होला होटलमा पुग्यो अनि एकदम टायर्ड फिल भएर लगभग 5-6 बजेदेखि लगभग 12 बजीसम्म मान्छे 5-6 घन्टा रेस्ट गर्यो भनौँ न सो अब चाहिँ रेस्ट पुग्यो सबैलाई अनि ब्रेकफास्ट गर्यो अब चाहिँ हामी तल झर्दैछौँ ल तल झर्दा चाहिँ हामी अब यसो ट्रायल रन हान्दिउँ भन्ने सोच छ किनभने मेन जेसको लागि आएको त्यो चाहिँ सक्सेस हुन सकेन वेदरको कारणले त्यो चाहिँ हामी नेक्स्ट टाइममा अवश्य पुरा गर्नेछौँ सो अहिलेलाई चाहिँ हामी ट्रेल रन गर्नेछौँ सो हेर्दै जाऊँ है त ल
यो अस्ति साइकल चलाउँदाखेरि केही फेरि खै अब नसुतेको भए चाहिँ भन्नु छैन सुतेर होला कस्तो मलाई त खुट्टा यताको त यो केही पनि फिल भएन नसुतेको भए त फेरि खुट्टा अडै हुँदैन भर्खर फेरि माथि गएर आइदिन्छ यो खुट्टा किन यहाँको यो नि हो क्या मेरो यहाँनिर भएको त्यो इन्जुरी अलमोस्ट अब हाम्रो ट्रेक चाहिँ अलमोस्ट ट्रेल रन चाहिँ अलमोस्ट अहिले चाहिँ टाइम चाहिँ 2:33 भयो हामी चाहिँ तल स्टार्टिङ पोइन्टमा चाहिँ 4 बजेभन्दा अगाडि पुग्नुपर्छ पुग्छ अब त हाम्रो पेस चाहिँ ठिकै छ हामी चाहिँ लगभग कति 1 आवरमा 1.5 घन्टा 1.5 घन्टा जतिमा पुग्छ त्यसपछि अनि हाम्रो चाहिँ अहिलेको ट्रेल चाहिँ एन्ड हुन्छ भनौँ न हेम्जा पुरै सकाइदिन्छ मिलनचोकमा चाहिँ हामीले एन्ड गर्छ हामी उता पुग्ने हामी चाहिँ उता पुग्ने वेदर चाहिँ वेदर यस्तै हम्बल गर्छ वेदरले अब ल यस राखेको गोल अनुसार चाहिँ यस पुरै ऊ हुन सकेन होइन यस गोल चाहिने के त्यो ठाउँ नाम कोर्चन पुग्ने थियो तर वेदरको कारणले खुमैबाटै फर्किनु पर्यो किनभने एकदम हेभी रेन भएको थियो क्या अब नेचरलाई च्यालेन्ज गरेर अब अटेरी गरेर गएर पनि हुँदैन कि त्यो आफैलाई इम्प्याक्ट पार्छ त्यस्तो वेदरले त्यस्तो गर्ला भन्ने त्यति प्रिपेयर थिएन हामी होइन इक्विपमेन्ट जोगाउनु पर्यो अब हेल्थ पनि भइहाल्यो साथसाथै अब होल नाइट हिँडेको छ रेस्ट छैन अनि त्यही माथि पानीले रुज्यो भने अझ झ्याउ होला भनेर अनि खुमेमै अराउन्ड 5 घन्टा जति रेस्ट गर्यो अनि अब भएन भनेर यत्तिकै फर्किनु त भएन होइन अब केही न केही इन्ट्रेस्टिङ गरिदिउँ भनेर ट्रायल रेल गरेर फर्किउँ न त भन्ने सोचले हिँड्यो अनि ट्रायल रेल गऱ्यो हिजो हामीले यहाँ खाजा खाएको थियो यहाँ बसेर यो सिनहरू राम्रो छ तपाईँले हेरिदिनुहोस् न उता घुमाएन सिन चाहिँ यो भयो होइन हिजो हामीले यहाँ बसेर खाजा खाएको थियो एकदम राम्रो लाग्यो हिजो राति पिसफुल थियो अहिले भन्दा अहिले अलि मान्छेको हल्ला चराचुरुङ्गी यताउति छ तर पिसफुल चाहिँ हिजो थियो भनौँ न हिजो भइसकेको पनि थियो कता हो Thank you guys. Visit again. धन्यवाद फेरि भेटौँला God damn, finally. Nice one, bro. Nice one, man. Oh, nice. Finally, we finished this hike, gang. Where? Good one, brother. Really enjoyed it. Yeah, we came from right there. That's the end. त्यहाँबाट आएको हामी केटाहरू माथि त्यो बोखा देखिरहेको होइन त्यो माउन्टेनको So that was it, guys. I hope you enjoy this. हामीले त इन्जोय गऱ्यौँ मजाले तिनजनाले रमाइलो भयो जोस् सो अहिले चाहिँ टाइम चाहिँ 4:06 भयो अनि वी स्टार्टेड दिस हाइक एक्ज्याक्टली फ्रम हियर है यहीँदेखि स्टार्ट गरेको हामीले 1 समथिङमा 1 AM समथिङमा अनि लगभग कति आवर्स टुक गऱ्यो हामीलाई अनि द्याट्स इट सी यु इन द नेक्स्ट भिडियो पिस आउट ग्याङ एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब लाइक द्याट्स इट पिस आउट